Hello. सम्पूर्णलाई फेरि पनि स्वागत छ मेरो अर्को भ्लगमा। आशा छ सबैजना सन्चै हुनुहुन्छ, म पनि एकदमै ठिक छु। अनि आज चाहिँ म हाम्रो इलाममा रहेको यो भ्यू टावरमा चाहिँ आएको छु। फुलको बिरुवा किन्नको लागि म आइसकेको छु। यहाँ चाहिँ एकदमै धेरै फुलहरू छ है। सँगसँगै हेरौँ है त। कस्तो राम्रो यहाँनिर अब दामी नर्सरी। फुल हेरिँदैछ भिडियो बनाउने ल। यति मसिनो पनि लान्छ मान्छेले ला अस्तिदेखि दिदीलाई सोद्धा छ। अलिक बेला चाहिँ भएको छैन, अलिक पछाडि त हुन्छ भन्नुभएको थियो, त्यही अनुसारले आएको छ। अलिक ठुल्ठुलो हुन्छ लगिहाल्छ नि। नारो मेम्बोखेन सिनेरिया फेरि हाम्रो गर्मी ठाउँ छ कि अझै अघि बिहानै मात्रै देखिरहेको थिएँ फेसबुकमा। उयो अहिले चाहिँ कुन छ यो उयोहरू चाहिँ सिनेरिया छ ल। हाम्रो इलाम जिल्ला सन्दकपुरको लेडी ड्राइभर होइन त? हजुर। नाम के हो? मेरो छेकी शेर्पा। छेकी शेर्पा। म हाइटमा जानुपर्छ, अघि सानो पुच्ची जस्तो देखिरहेको है। आज ट्याक्क भ्यू टावरमा भेट भएको छ है बुन्नुसँग। भनेको यो गोटाको हिसाबले दिनुहुन्छ? दर्जनको हिसाबले कसरी दिनुहुन्छ दर्जनको चाहिँ? कता हो हराएकै भइयो त हौ। साथीहरू अब हामी चाहिँ एकैछिन भिडियोहरू गऱ्यौँ होइन, भ्लगहरू बनायौँ, टिकटकहरू बनायौँ। अनि अब चाहिँ हामी घर फर्काउन लागेको। कस्तो राम्रो राम्रो प्लान्टहरू त छ, फ्लावरहरू छ। तर मैले चाहिँ ठ्याक्कै चाहिँ जेरेनियम पिटुनियाको लागि आएको थिएँ। पिटुनिया चाहिँ साह्रै सानो सानो रहेछ कि, अनि मैले चाहिँ नलाने निर्णय गरेँ। अलिक दिनमा अलिकति ठुलो भएपछि कि लिन आउँछु कि ल्याइदिनु भनेर भन्छु तलतिरसम्म।
किनभने यहाँको प्रोभाइडर हाम्रो बुद्धमाया दिदीसँग राम्रै चिनजान छ। अनि सो हजुरहरू पनि कोही यी भ्यू टावर आउनु भएको छैन भने चाहिँ यहाँ माथि चाहिँ हामी पसिनौँ। माथि देखाइदिउँ न, माथि चाहिँ हामी पसिनौँ। माथिबाट चाहिँ हाम्रो इलाम बजार चाहिँ सबै टाढा टाढासम्म देखिन्छ के रहेछ। कोही आउनु भएको छैन भने आउन सक्नुहुनेछ। भ्यू टावर पनि इलाम आउँदाखेरि चाहिँ भ्यू टावर छुट्याउनै नहुने ठाउँ है त। अब चाहिँ हामी घर जान्छौँ। हेलो, अलि बिस्तारै हिँड्नु न हौ। ल हामी चाहिँ फर्किँदैछौँ गाइस। यस्तो राम्रो ठाउँलाई छोडेर यहीँभरि कस्तो राम्रो राम्रो फुल थियो। अहिले चाहिँ अब नयाँ सिजनको फुलहरू लाउन लाग्नु भएको रहेछ। आज चाहिँ गुड फ्राइडे पनि भ्यू टावरमा पो नाइयो त हौ। बिस्तारै हिँड्नु न हौ। गुड फ्राइडे पनि हाम्रो भ्यू टावरमा अर्किड चाहिँ यहाँ कति धेरै रोप्नु भएको रहेछ क्या दिदीले। अस्ति रोपेको छु भनेर भन्नुहुन्थ्यो। गोदावरी, जेरेनियम, किट फुलै फुल्ले।